हे गाइज, तपाईँहरूलाई थाहा छ एक्लै ट्राभल गर्दा चाहिँ भिडियो त जसोतसो बनिहाल्छ है, तर फोटो चाहिँ एउटा राम्रो हुँदैन किनभने फोटो खिचिदिने मान्छे नै त हुँदैन। मैले एउटा दुइटा ट्राइपडमा हालेर फोटो खिच्न ट्राई गरेँ तर एउटा फोटो आएन है। तर म यो जेनेभाको क्रुजको चाहिँ चेप पसेँ। जाँदाखेरि म स्विजरल्यान्डको फ्ल्याग राखेकोपट्टि आउँदा चाहिँ फ्रान्सपट्टि। सो गाइज म चाहिँ अब फ्रान्स चाहिँ पुग्यो भन्दा पनि हुने रहेछ। यतापट्टि चाहिँ फ्रान्सको झन्डा लगाएको चाहिँ यता यो क्रुजको यताको चुचो चाहिँ फ्रान्स रहेछ, उता चाहिँ स्विजरल्यान्ड रहेछ है। फोनको मेमोरी फुल हुँदा पनि ब्याट्री लो हुँदाखेरि पनि भिडियो बनाउँदा चित्तै नबुझ्ने कि यस्तो दामी जग्गा। अन्त जुन चाहिँ त्यो पर डाँडा देख्नु हुँदैछ त्यो चाहिँ फ्रान्सको डाँडा रहेछ, यतापट्टि चाहिँ स्विजरल्यान्ड पर्दो रहेछ, स्विजरल्यान्डको गाउँहरू है। र हाम्रो 1 घन्टाको राइड पछाडि चाहिँ हामीलाई क्रुजले फेरि फर्काएर ब्याक लाँदैछ। क्रुजको पनि चेप घुमेँ म। उतापट्टि स्विजरल्यान्ड फेस गर्दो रहेछ, यतापट्टि चाहिँ फ्रान्स फेस गर्दो रहेछ हो। यो फ्रान्सको झन्डा अब यता कतातिरबाट फर्किन्छ होला। कुनै समयमा तपाईँहरू पनि स्विजरल्यान्ड घुम्नु आउनुभयो भने चाहिँ यो जेनेभाको जुन चाहिँ यो क्रुज राइड छ नि यसलाई चाहिँ एकदमै मिस नगर्नुहोस्। यति दामी भ्यू। यो क्रुज चाहिँ अब यो वरिपरि साइट सिनको लागि मात्रै रहेछ है। जस्तो हाम्रो थुनको चाहिँ एउटा जग्गादेखिको अर्को जग्गा जान्छ नि त। गाइज फोटो चाहिँ एउटा खिच्नु पाएन किनभने आफू खिच्दाखेरि एउटा राम्रो आएन, तर भिडियो चाहिँ जति खिच्यो त्यति चित्तै नबुझ्ने के मेमोरी फुल भइसक्छ। अब फेरि भिडियो बनाउने हो खालि 3 मिनट्सको है। यो जुन चाहिँ वाटर फाउन्टेन छ नि गाइज, यसको चाहिँ एकदमै नजिकमा चाहिँ लाँदैन रहेछ किनभने एकदमै डेन्जरस छ अरे नि त। तर अब क्यामेरामा त्यस्तो राम्रो जस्टिफाई नगर्ला, तर यति दामी नजिकबाट हेर्दा अब छक्कै पर्नु खालके के यो वाटर फाउन्टेन। यतापट्टि स्विजरल्यान्डपट्टि पनि चढ्यो, अब यतापट्टि फर्किँदाखेरि चाहिँ यो फ्रान्सपट्टि आएको। अन्त हेर्नु ल कस्तो दामी देखिरहेको छ जग्गा। त गाइज क्रुज राइड पनि गऱ्यो। आजको मेरो जुन चाहिँ डे पास थियो नि त्यसको चाहिँ भरपुर उयो भयो, अदाय भयो है। अब म जान्छु जेनेभाको ओल्ड टाउन है। सो अर्को भिडियोमा देखाउँछु ओल्ड टाउन चाहिँ है।